गाइज, आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज 1 इयर पछि मेरो नेक्स्ट भ्लग आउँदैछ। सो आज चैते दशैंको अवसरमा अब चाहिँ हामी मामा घर जान लागेको है। रेडी भएर बसेको त बिहानै देखियो, मेकअप पनि जान लागिसक्यो। मम्मीले बिहान भएको छैन, अझै कतिखेर हो थाहा छैन। बिहानदेखि नास्ता खाएको, खाना नि खाएको छैन, भोक लागेर यस्तो भइसक्यो। मामा घर गएर खानी भनेर नखाएर बसेको। म चाहिँ मेरो सबै गइसक्यो। मम्मी चाहिँ भ्याउँदै भ्याउनुहुन्न कि कतिखेर भ्याउने थाहा छैन। यो चाहिँ हाम्रो नयाँ घर है, यो हाम्रो नयाँ घर हो, अहिले बनाएको भनिदिए कि नयाँ घरै भन्नुपर्छ। सो कस्तो हो हेरिदिनु होला। सेटिङ केही पनि भएको छैन। यो चाहिँ मेरो भ्लगिङ जुम्रा हेरेर बसिराख्ने यिनीहरू फेरि चैते दशैंको अवसरमा जुम्रा सकिन्छ छिटो भनेर फाइट खेले हामी के अरे टाउकोमा। को उहाँ चाहिँ भाइरल मान्छे हुनुहुन्छ, चिन्नु होला है सबैजनाले। मेरी छोरी फेरि उता हो, कति मजा छ उनलाई, उनको छुट्टै दुनिया छ। दिदी आइसक्नु भएको छ, दिदी चाहिँ बिहान आउनुभएको। यता बाबु, यता नानी। मामा घर जाने भनेर रेडी भएको भएन अझै। मुसा दौडे पेटमा बनाउन सकिएन के। बल्ल सकियो, पावर पनि बकियो। उकालो लाग्यो, मामा घर जान लागेको। अब दिदी पनि आउनुभयो, नानी बाबुहरू हिँडिराख्ने यता। ल ल यिनी छिटो हिँड, छिटो छिटो यिनी हामीले भेटाउँछौँ। मामा घर नजिकै छ, तर पनि फेरि त्यही हो, चाडमा मात्र गइन्छ। नजिकै छन् के अरे भन्ने हुन्छ, टाढा भए पो टाढा छन् जाम भन्ने हुन्थ्यो। हजुर कोटम पूजा खाके माइल मामाहरूको पूजा छ मामा घरमा। आज चाहिँ हाम्रो के अरे चैते दशैंको पूजा। यहाँसम्म आइपुग्यो हामी। अब मामा घर गएर बनाउँछु भ्लग। थोरै हिँड्न नि गाह्रो हुन्छ क्या फेरि उकालोमा। हामी चाहिँ मामा घरमा आइपुग्यौँ बल्ल बल्ल। माइजूले हेरेर बस्नु भएको आइयो आइयो। दिदी भाइको माया हेर्दाखेरि ओहो जान्छ। अचार बना खाने यहाँ मान्छेहरूले फेरि फोन गर्दा यताखेरि के हुँदैछ। मलाई पनि के त त्यस्तो चक्लेट त के हो र, मान्छेले मात्रै सुटु सुटु दिने। भ्लग बनाएको के यसो। थ्याङ्क यू भाउजी। अँध्यारो नअँध्यारो बाबै नि ए बा खुट्टा ढङ्गला पछि पछि हिँड्नु भएको त। ल ल ल भाग्यमानी भए। मैले बनाइरहेको, मैले बनाउँदै आएको के सुमन आएनन्। ओहो सानो मान्छे यता चाहिँ खेलेर बसेको मोबाइलमा। त आजभोलिको बच्चाहरूले फेरि मोबाइल यस्तो हेर्छन् कि ओहो नि हेर्न, आँखा कति ठुल्ठुलो गरेर हेर्ने कि अझ लाइट फाल्दाखेरि। मजाले खेलेर बसिरह बाबु चाहिँ यहाँ मजाले खेलेर बसिरहेछन्। सानो मान्छे त हाम्रो चाहिँ फर्स्ट भेट हो है बाबुसँगको। हामी चाहिँ फर्स्ट भेटेको। तिम्रो बाबु हो? यता हेर त, यता हेर त साने, यता हेर न, यता हेर न, मिठी दिने गर्ने। यता हेर त, म यहीँ चुनु गर्छु बाबुसँग, तिमी माइजूसँग बसोस्। किन
म बाबुसँग चिन्नु गर्छ बाबुले काखो लिन्छु माया गर्छु हुन्छ किन हेर्नु बाबुल कसरी चिच्चा भाइले अब बाबुलाई माया गर्छु मैले तिमीलाई माया पनि गर्दैन अब त्यही बस है माइजूसँग मामा घर बस है नबस्ने आजको हाम्रो कुकम्यान चाहिँ दादा हुनुहुन्छ ठुलो दादा र सानो दादा दुईजना भएर पकाउनु भएछ हेर्नु घाममा कसरी पकाउनु भएछ अनि पाकिसक्यो अब चाहिँ खाना रेडी भयो ल हामी लाग्यौँ अब खान मैले लागेँ यो चाहिँ खाना अनि यता पनि हुनुहुन्छ अरू बसेर खान लाग्नु भएछ चैते दसैँ यस्तो भयो हाम्रो हजुरहरूको कस्तो भयो थ्याङ्क यू सो मच वाचिङ माई ब्लग अब भेटौँला नेक्स्ट ब्लग